देव कुशे स्थितः। कुशमा 3 देवताको वास हुने भएको हुनाले कुश कहिल्यै पनि अपवित्र हुँदैन। बारम्बार प्रयोगमा ल्याउन पाउँछौँ। पिण्डमुनि ओछ्याइएको कुश, सीतामा राखिएको कुश अपवित्र हुन्छ, जलाउनु पर्छ। अन्य कुश बारम्बार प्रयोगमा ल्याउन पाइन्छ। अब यसले पवित्रतम वनस्पति कुश अपवित्र हुँदैन, गाई अपवित्र हुँदैनन्, ब्राह्मण अपवित्र हुँदैन। ये अनेकौं प्रकारका विधि छन् है। ते मन्त्र ब्राह्मणाधीना भन्छ। ब्राह्मणको अधीनमा मन्त्र, मन्त्रको अधीनमा ब्राह्मण हुने भएको हुनाले ब्राह्मण 10 पटक भोजन गरे पनि अशुद्ध हुँदैन। तदै कारणले एवं प्रकारको कर्म रहेको हुनाले कुश बिछ्याइदिनु, शय्याको निर्माण गर्नु, पूर्वतर्फ शिर राखेर अब माता पितालाई शयन गराउनु। यसरी माता पितालाई शयन गराइसकेपछि अब त्यही नै रहेर भगवानका पावन बाणीहरूको चर्चा गर्दै गर्दै सन्तान र कुल कुटुम्बहरू रहनु। अब माता पिताले प्राण त्यागे, प्राण तत्व उडेर गयो भन्ने जानेपछि विचलित नबन्नु। प्रतीक्षाको घडीसम्म सबलाई नउठाउनु। 48 मिनटसम्म सब उठाइयो भने अपराध लाग्छ। 48 मिनटसम्म कुरेर बस्नु। किन उडेर गएको प्राण फेरि फर्केर आउन सक्छ, फेरि पनि आउन सक्छ। जन्म र मृत्युको प्रक्रिया हर दिन चल्छ। हजुर, हामी पनि हर दिन जन्मिएका छौँ, हर दिन मृत्युवरण गरेका छौँ। जाँदै नगएको ठाउँमा पनि यो प्राण तत्व घुम्न गएको हुन्छ। यो घुम्न गएको प्राण तत्व यदि फर्केर आएर यो शरीरमा प्रवेश नगर्ने हो भने 4 जनाको टोले तयार बनाउनै पर्छ। त्यही भएर जन्म मृत्यु यो आउने र जाने प्रक्रिया हर दिन चलिरहने भएको हुनाले विचलित नबन्नु, अश्रुधारा नबगाउनु, बेक्षिप्तपना नल्याउनु, 48 मिनटसम्म कुरेर बस्नु। यसरी कुरेर बसिसकेपछि अब के गर्नु? सन्ततिहरू अत्यन्त निष्ठामा रहनु। अब छोराहरूले मुण्डन गर्नु। मुण्डन अनिवार्य गर्नु। माता पितृ मृत्यु येन कारितम मुण्डनम नहि आत्मजस कथम गेय संसार रार्णवतारण। यदि माता पिताको कार्यमा वा दाजुभाइको कार्यमा प्रेत या कर्म होस्, पितृ या कर्म होस् वा देव या कर्म किन नहोस्, यी कर्ममा यदि मुण्डन हुँदैन, छ्याउर हुँदैन भने ते चाण्डाल समाज्ञया ऊ पुत्र बन्न सक्दैन। एउटा माता पिताका निमित्त वर्ष दिनमा 1 दिन आउने श्राद्ध हो। अनि माता पिताको और्धदेही कर्म गर्ने समयमा यदि 1 पटक शिर केश फ्याँकेर माता पिताका निमित्त यदि दुःख बोक्न सकिँदैन भने उनले कसरी यो भवसागरबाट पार तार्न सक्छ? यो प्रश्न आउँछ। एउटा दुःख बोक्ने न हो कपाल फ्याँक्ने भने, उनका लागि दुःख धारण गर्ने हो। उनका लागि 1 वर्षमा 1 दिन दुःख धारण गरेर रहने हो। अब 1 दिनका लागि पनि दुःख बोक्न सक्दैनौँ भने ऊ आत्मज भन्ने अधिकार छैन भन्छ शास्त्र। उनले कसरी भवरूपी सागरबाट पार तराउन सक्छ? तत्कारणले हे प्राणी, तिमीले चिन्तन गर। अब सबैभन्दा पहिला माता पितृ मृत्यु येन कारितम मुण्डनम नहि आत्मजस कथम गेय संसार अर्णवतारण। संसारबाट पार दिलाउनको लागि, भवरूपी सागरबाट मोक्ष दिलाउनको लागि तिमीले मुण्डन गर्नै पर्छ। मुण्डन बिना गरिएको जलदान, अन्नदान, पिण्डदान त्यो दूषित बन्छ। उनले भोग गर्न पाउँदैनन्। यदि भोग गर्न मिलेन, निमन्त्रणा गरिएका पितृ आएर यदि श्रद्धा र निष्ठा भएन भने उनले श्राप दिएर जान थाल्छन्। त्यो श्राप तिमीले मात्रै होइन, तिम्रा सन्तानले पनि भोग्नुपर्छ। त्यही भएर माता पिताका कार्यमा जीवात्माले के चिन्तन गर्नु? मुण्डन अनिवार्य बन्छ। अब मुण्डन गर्नु, अनि सेतो वस्त्र धारण गर्नु। सेतोमा पनि कोरा लगाउनु, किन कोरामा मिसावट हुँदैन। त्यो मिसावट नभएको वस्त्र पवित्र मानिन्छ। त्यही भएर अब वस्त्र शुद्ध लगाएर माता पिताका नजिकमा जानु, शुद्ध बनाइदिनु, प्रक्षालन गरिदिनु, स्नान गराइदिनु, चन्दन लगाइदिनु, पुष्पमालाहरू पहिराइदिनु। जहाँ माता पिताको शव राखिएको छ त्यहाँ 1 पिण्ड दिनुहोस्। मृत्यु स्थाने सबो नाम 1 पिण्ड प्रदान गर्नु। 1 पिण्ड प्रदान गरिसकेपछि द्वार स्थितिसु, द्वारमा गएर अर्को पान्थ नामले पिण्ड दिनु। अनि 2 पिण्ड पुरा भइसकेपछि अब सबै बन्धु बान्धवहरू एकत्रित बनेर अब त्यो सबलाई लाभा फुलहरूले परिक्रमा गर्दै अब सबलाई उठाउनु र शमशान घाटतर्फ जानु। जबसम्म आधा बाटोमा पुगिँदैन तबसम्म सबलाई नरोक्नु। यदि रोकियो भने फेरि अर्को कष्ट सहनुपर्छ।
आधा बाटोमा पुगिसकेपछि सबलाई विश्राम गराउनु, विश्राम गराएर त्यहाँ भूत संज्ञका अर्को पिण्ड प्रदान गर्नु। 3 पिण्ड पुरा भइसकेपछि अब त्यो सबलाई त्यहाँबाट उठाएर अब शमशान घाटमा पुग्नु। शमशान घाटमा गङ्गाजीको जललाई स्पर्श गर्ने गरी राख्नु। उत्तम योग्य काठद्वारा 7 तली चिताको निर्माण गर्नु। चितामा लगेर अब फेरि अर्को पिण्ड दान दिनु काष्ठ सञ्चय नामले। 4 पिण्ड पुरा हुन्छ अनि चितालाई सबलाई बोकेर 7 बार परिक्रमा गरेर चितालाई सबमा राख्नु। अनि चितालाई सबमा राखिसकेपछि छातीमा वा दाहिने हातमा अर्को एउटा पिण्ड दिनु। 5 पिण्ड पुरा हुन्छ। 5 पिण्ड पुरा नभएसम्म जलाउन पाइँदैन, जलाउने अधिकारी बन्दैन। हर प्रकारका कर्ममा अधिकारी बन्नै पर्छ। अब चितामा सब राख्ने विषयको चर्चा भयो। अब सब कता फर्काएर राख्ने भन्ने जिज्ञासा जान्छ है, धेरैमा विवाद पनि आउला। अब सबलाई फर्काउने क्रममा शास्त्रले के बताउँछ, पुराणले के बताउँछ, हजुर हामीले के गर्दैछौँ, यी विविध प्रकारका विषयमा चिन्तन अनिवार्य हुनैपर्छ। सब चितामा राख्दा दक्षिण शिर गरेर सब राख्नुपर्छ, यो शास्त्रोक्त वचन हो। हजुर हामीलाई निर्णय सिन्धुमा हेऱ्यौँ वा पुराणमा हेऱ्यौँ वा अन्य कुनै पनि प्रकारका पद्धतिमा हेऱ्यौँ भने हजुर हामीलाई दक्षिण शिर गरेर राख्ने अधिकार प्रदान गरेछ। त्यही भएर चितामा शिर कता राख्नु, दक्षिणतर्फ नै राख्नु। किन राख्नु, कारण के हो भन्ने लाग्यो। साग्निक निरग्निका नाम सामवेदाध्यायी नाम कात्यायनी वचन सूत्रधारिणाम दक्षिण शिरसदिक एव, यो निर्णय सिन्धु है। निर्णय सिन्धुले के बताउँछ, जो साग्निक हो, जो निरग्निक हो, जो सामवेदी हो अनि जो कात्यायनीका अनुयायी हो उनीहरूले दक्षिण शिर गरेर चितामा जलाउनु पर्छ। यही नै प्रमाण। अनि मर्ने बेलामा कोही पनि दक्षिणतर्फ जाँदैन, मर्ने बेलामा जाने भनेको उत्तरतर्फ नै हो। उत्तर भनेको के हो, हिमालय रहेको स्थान हो, उत्तर मुक्तिनाथ भएको स्थान हो। उत्तरबाट नै गङ्गाजी बग्छिन्, कहिले पनि दक्षिण बाहिरी गङ्गा कमै हुन्छन्। जति पनि देवताका पीठहरू छन् उत्तरतर्फ नै रहने भएको हुनाले जीवात्माले के गर्नु, माता पिताको शिरलाई चितामा दक्षिण शिर गरेर उत्तर फर्काइदिनु। यही नै प्रमाण। अब हजुर हामी साग्निक हो कि निरग्निक हो कि वा सामवेदी हो कि अब कुन मध्ये हजुर हामी पर्यौँ त थाहा छ हामीलाई? कुन मार्गी हौँ हामी, कसका अनुयायी हौँ, केही थाहा छ त हामीलाई? थाहा छ। त्यही त चिन्तनको कमी भनेको यही हो। हजुर हामी खोज्नेतर्फ जाँदैनौँ, हामी चिन्तन गर्नेतर्फ जाँदैनौँ। अनि उसले यो गरेका थियो, ओहो यसले किन दक्षिण फर्कायो भन्यो, विरोध गर्यो, वाद विवाद गर्यो, त्यसैमा नै टुङ्गियो अनि घरमा आइयो। हजुर हामी खोज्नेतर्फ जाँदैनौँ, किनकि हजुर हामी साग्निक पनि होइन, निरग्निक पनि होइन, सामवेदी पनि होइन, तर हजुर हामी कात्यायनीको अनुयायी भने हो। किन, हजुर हामी शुक्ल यजुर्वेदको माध्यान्दिनी शाखाका अनुयायी भएको हुनाले त्यो माध्यान्दिनी शाखा कात्यायनीले निर्माण गरेका हुन्, उनैका अनुयायी हजुर हामी भएको हुनाले हजुर हामीले चितामा शिर राख्दा दक्षिण शिर गरेर जलाउनु पर्छ। यो एउटा प्रमाण हो। कहिले पनि पितृहरू दक्षिण फर्केर बस्दैनन्, यो अर्को प्रमाण हो। पितृहरू बस्ने भनेको उत्तर फर्केर नै हो। हर वार्षिक तिथिमा हजुर हामीले श्राद्ध गर्छौँ। श्राद्ध गर्दा श्राद्ध गर्नेवाला दक्षिणै फर्केको हुन्छ अनि जसको श्राद्ध गरेको छ ऊ व्यक्ति उत्तर फर्केको हुन्छ। उत्तर फर्किनेवाला व्यक्तिको शिर दक्षिण नै हुन्छ, उत्तरको। सबैभन्दा सजिलो प्रमाण यही नै। यदि कसैले प्रमाण खोज्छ भने श्राद्ध गर्दा कता फर्किन्छौ भनेर सोध्नु, दक्षिण भन्छ उसले। दक्षिण बसेर कर्ता यदि बस्छ भने अनि पूजा जसको गरिन्छ ऊ व्यक्ति कता फर्किन्छ, आफूतिर फर्किन्छ। पूजा त अग्रभागमा नै हुने हो नि। पूजा कहिले पनि अगाडि नै हुन्छ, पछाडि कसैको पनि पूजा गर्न मिल्दैन। अनि अगाडि पूजा गर्ने भएपछि ऊ सन्मुखै फर्किनुपर्छ। सन्मुख फर्केको पितृ उत्तर फर्केको हुन्छ। उत्तर फर्केर बस्नेवाला पात्रको शिर दक्षिणमा हुन्छ। त्यही भएर शिर चितामा दक्षिणै राख्नुपर्छ। यही नै प्रमाण। अब महाभारत हेर्ने हो भने मर्ने बेलामा पञ्च पाण्डव उत्तरापन्थ भन्ने वाक्य छ। पन्थ भनेको बाटो, उत्तरा भनेको उत्तर, उत्तरतिर जाने कहाँ, कहिले त भन्दा मर्ने बेलामा उत्तरतिर जाने हो। त्यही भएर शिर कता हुन्छ, दक्षिण हुन्छ। हजुर हामीलाई हाम्रा माता पिताले दक्षिण शिर उत्तर शिर गरेर सुत्न हुन्न भनेर सिका होइन। किन सुत्न हुन्न भने उत्तर शिर
गरेर सुत्यो भने दक्षिण नरकको मार्ग हो, नराम्रो सपना देखिन्छ, ऐठन बनाउला, सास रोकिएला, उस्तै परि तिम्रो प्राण पनि जाला। त्यही भएर उत्तर सिरानी गरेर सुत्न हुन्न भनेर सिकाऊ। मरेपछि गर्ने भनेर सिकाऊ होइन। दक्षिण शिर गरेर सुत्यो भने उत्तरतर्फ हिमालय छ, मुक्तिनाथ छ, गङ्गाजी बहेकी छिन्, सात्विक मार्ग हो। सात्विक मार्गको दृष्टि भगवानको दर्शन भयो भने तिम्रो जीवन सफल बन्छ, सपना पनि राम्रो देखिन्छ। त्यही भएर उत्तर सिरानी गरेर सुत भने, दक्षिण सिरानी गरेर सुत भनेर सिकाए। त्यही भएर हजुर हामीले चितामा सब राख्दा दक्षिण शिर गरेर नै राख्ने हो। दक्षिण शिर गरेर राख्यौँ भने दागबत्ती दिन पनि मिल्छ, किनकि पछाडिबाट दागबत्ती दिने अधिकार छैन। अब यदि उत्तर शिर गरेर चितामा सब राख्ने हो भने क्रिया गर्नेवाला कर्ताले कता फर्केर दागबत्ती दिने? दक्षिण फर्केर दागबत्ती त दिनै पर्यो। दक्षिण फर्केर दागबत्ती दिँदा पछाडिबाट दागबत्ती दिन्छ कि अगाडिबाट? त्यो पनि त हामीले विचार गर्नु पर्यो। यदि उत्तर शिर गरेर बस्ने हो भने दागबत्ती दिनेवाला पात्र शिर पछाडि हुन्छ, पछाडिबाट दागबत्ती दिन मिल्दैन, अगाडिबाट नै दिनुपर्ने हुन्छ। अगाडिबाट दागबत्ती दिनको लागि सबको शिर दक्षिणै बन्नुपर्छ। त्यही भएर चितामा दक्षिण शिर गरेर सबलाई राख्नु। यसरी राखिसकेपछि क्रव्यात अग्निको स्थापना गर्नु। क्रव्यात अग्निको स्थापना गरेर अब विधिवत रूपमा पूजन गर्दै दागबत्ती जलाउनु र